फाइनली आज चाहिँ हाम्रो दाइको बर्थडे दाइ ह्यापी बर्थडे थ्याङ्क यू सो मच वाह एउटा गाडी होइन 31 दाइ 31 होइन 31 होला ल 31 आज हाम्रो दाइ लास्टै खुसी हुनुहुन्छ आज ल गाइज फाइनली हाम्रो दाइको चाहिँ केक पनि काटिसक्नुभयो होइन यहाँ अब फोटोसुट भइरहेछ ल उहाँ हाम्रो दाइ चाहिँ 31 इयर्स दाइ बुढो भइयो है आज 1 वर्ष घटिगयो नि नरुनु 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 ठिक छ वाह के चाहिँ हाल्नु भएन रियाज के के भन्न चाहनुहुन्छ समित दाइ कस्तो भयो एकदम हो हामी चाहिँ जहिले भेट भएको 4 वर्ष भइसक्यो हो वाह हामी 4 वर्ष साथी हो नि वाह यतिको फ्रेन्डसिप भएपछि एकचोटि के काटेको थिएँ है वाह ताली बजाइदेऊ न त एक सर्ट यसको वाह ताली ताली ल ओके ल सानो भाइको ल भ्याक्सिन फोरम ल समित दाइ स्टार्ट आऊ उही त झुन्डेर राख्न तिमी सानो भाइ ओके 1 2 3 गो खै त आजकल एक्सिडेन्ट फोनै कस्तो गाह्रो छ भने के भयो यहाँ भेट्न आउनु त मैले अब तिमीले एक्सिडेन्ट फोन वाउ कडा फोन भयो अहिले हामी सबै चाहिँ फेरि मध्यपान नगर्ने मान्छे ल ल दाइ चेस ल ह्यापी बर्थडे टु यु दाइ फेरि एकचोटि थ्याङ्क यू सो मच खानु खानु बर्थडे होइन कस्तो लाग्दैछ दाइ तपाईँलाई एकदम रमाइलो लाग्यो 1 वर्ष घटिगयो है टाइममा गेस्टहरू आएर पहिला डिस्टर्ब चाहिँ गऱ्यो त्यही पनि एकदम रमाइलो भयो वाह सोचेको सम्झेको हुँदैन हामी त यति खुसी भयो पुगिगयो नि हामीलाई के चाहियो र योभन्दा हामी खुसी सबै खुसी Yes. एकदम ओके दाइ हस् धन्यवाद आजलाई यति नै ल गाइज कस्तो लाग्यो कमेन्ट गर्नुहोस् लाइक गर्नुहोस् होइन तपाईँहरूले नि बर्थडे के अरे कमेन्टमा बर्थडे सेलिब्रेट गरिदिनुहोस् धन्यवाद ल हाम्रो समित दाइलाई चाहिँ लिनुहोस् 1 नम्बर ह्याप्पी बर्थडे तर यो त खानेकुरा होइन है त चाटो न एकचोटि